सो अलवेज ब्याक टु द च्यानल न्यू डे न्यू मिनी ब्लगमा तपाईँहरूलाई स्वागत छ। र आज पनि बिहानै कलेज जाँदै भिडियो सुरु गरेँ। र आज चाहिँ मैले बिहान ड्रेस चाहिँ लगाएको थिइनँ, किन भन्दाखेरि साथीकोमा गएर आइरन गर्नुपर्ने थियो। र कलेज पुगेर एसेम्ब्ली बसिरहेको थिएँ हामी। र एसेम्ब्लीमा त सबैजना डान्स गर्नु थाल्छ, के भइरहेछ यहाँ भनेर त म त्यसै सोचेँ। र म्यामले पनि अनाउन्स गर्नुभयो र हाम्रो चाहिँ यो भिडियो सुटिङ भइरहेको रहेछ। 11 वर्ष बाद चाहिँ अब यो भिडियो फेरि सुट गरेको रहेछ एउटा कलेजको। र सबै सरहरू म्यामहरू स्टुडेन्टहरू भयो र सबैजना चाहिँ हामी डान्स प्र्याक्टिस गर्न थाल्यो बिहानै एकैछिनमा। र डान्स सकेर पनि हाम्रो यहाँ फोटोसुटहरू पनि भइरहेको थियो र एकदमै मजा आएको थियो। आज चाहिँ मलाई बिहानखेरि नै र यो चाहिँ 11 वर्ष बाद गरेको रहेछ एउटा भिडियो। र डान्सहरू पनि सकिसके साथ चाहिँ हाम्रो यहाँ प्लेसमेन्ट पनि आइरहेको थियो थर्ड इयरको लागि। र हामी पनि प्लेसमेन्टको लागि ढिलै नगरिकन बस्नु थाल्यो इन्टरभ्यू दिनु लागि। र प्लेसमेन्ट चाहिँ हाम्रो धेरैवटा कम्पनीहरू आउँछ र बाहिरको पनि आउँछ, हाम्रो सिक्किमभित्रको पनि आउँछ। र आज चाहिँ मैले एलकेएममा भरेको थिएँ सिक्किमभित्रकै। र हाम्रो साथीले चाहिँ वर्कसपमा चाहिँ हात काटेको रहेछ र जोयत दाले चाहिँ ब्यान्डेड गरिदिँदै थियो, दबाई पानीहरू गरिदिँदै थियो। म चाहिँ पहिल्यै यहाँ नर्सिङहरू गरेकोहरू भन्दै। र त्यति भन्दै हाम्रो त छुट्टी हुने टाइम पनि भइसकेको रहेछ। र सरले चाहिँ हाम्रो एटेन्डेन्स लिनुहुँदै थियो बेलुकाको पनि। र त्यही थियो मेरो आज दिनैभरिको मिनी भ्लग। र तपाईँहरूलाई कस्तो लाग्दैछ, र म पनि रुमतर्फ जाँदैछु। र सी यु इन नेक्स्ट मिनी भ्लग। र त्यति भन्दै बाई।